नमस्कार, मेरो नाम रचना तामाङ। म श्रद्धाञ्जलीको आमाको कार्य गर्दैछु। नमस्कार, म श्रद्धाञ्जली कुमार र म छोरी पात्रको भूमिका निर्वाह गरिरहेको छु। नमस्कार, म सपना शर्मा। म यस नाटकमा श्रद्धाञ्जलीको बडाको छोरी तथा दिदीको भूमिका निर्वाह गरिरहेको छु। नमस्कार, म प्रज्ञा यस नाटकमा म सेवनका आमा तथा जसलाई श्रीमतीको पात्र निर्वाह गर्दैछु। नमस्कार, म सेवन्त शर्मा। म यस नाटकमा प्रज्ञाको भूमिका निर्वाह गरिरहेको छु। अपराह्न 3 बजे स्थान श्रद्धाञ्जलीको घर। श्रद्धाञ्जलीकी आमाले छोरीको प्रतीक्षा गरिरहेकी छिन्। त्यसै बेला छिमेकी आन्टीको प्रवेश। के भयो? आज त मेरो छोरीको पनि रिजल्ट आउने हो। स्कुल गरेको नि र पढ्न धेरै पढिरहेको हुन्छ। अझै बेला भइसक्यो, 3 बजिसक्यो। दिदी के गर्नुहुँदैछ? ठिकै हुन्छ? ठिकै छु त। आज कताबाट हो? अब के गर्नु त, घरमा यस्तो गरम छ, यसो डुल्दै हिँडेको नि गाउँमा गफ गर्दै। ठिकै छ त, म तिमीलाई त हेर्नु पऱ्यो नि। आज त मेरो छोरीको रिजल्ट पनि होइन। अनि आज त्यही उसकै प्रतीक्षामा बसिरहेको थियो। अरूले भइसक्यो होला त। अनि उसलाई त अहिलेसम्म एउटा सिको भाग्न पनि लाग्छ छैन, एउटा काम पनि गर्न लाग्छ छैन। ए हो र? मेरो त त मलाई अलिकति काम सघाउँछु त पुस्तकको लागि। मेरो त म दिनरात पढिरहेकै मात्रै देख्छु। म त दिनरात सुभाष राम्रै भएर आउँछ होला। राम्रै आउँछ भन्ने आशा छ। ए आइपुग्छु त अनि। हेर्नु न, आज मेरो रिजल्ट भयो कि कति आएछ? यति मात्रै? मेरो छोरीले त 95 ल्याएको त अनि सिरिज भर्खरै सरकारको जस्तो। अनि तपाईँको छोरीलाई त तपाईँले एकछिन पनि ओरेको छैन भनेको होइन? अनि म अगाडि छु नि, खै के हो यस्तो? के देख्नु पर्दैछ यहाँनिर? यत्रो तँलाई एउटा काम पनि नलगाइकन मैले यहाँनिर त्यहाँनिर आन्टीको छोरीले काम गरेर पनि नपेलाइरहेको छ। गाउँको तिमीहरूको घरको मामला तिमीहरू आफै सम्हालै, म चाहिँ गएँ। अब हुन्छ हुन्छ आउँदै गर्नुहोस् है। हुन्छ हेर तेरो त्यो पल्लो आन्टीले भर्खर भनेको सुनिस्? तँलाई यत्रो काम तिमीको गरेर पढेको थियो, तपाईँले त कहिले पनि मलाई बुझिदिनु हुँदैन। मुख चलाउँछ त्यसले। तँलाई यत्रो काम त्यहाँनिर नलगाइकन तँलाई दिनरात पढ्नको लागि भनेर हामी खटेर भए पनि तँलाई त्यहाँनिर पढ्न लगाएर तँलाई यत्रो समय दिएर पनि तैँले यति मात्रै यति पल्लो भएको आन्टीको छोरीले त काम गरेर पनि नपेलाएको भन्दै धेरै ल्याइरहेको छ। के हो यस्तो? केही जान्दिनँ, त्यो रिजन सिजन त आफैसँग राख, म केही पनि जान्दिनँ। आमाले त मलाई कहिले पनि बुझिदिनु हुँदैन। जहिले अरूहरूसँग तुलना गरिदिनुहुन्छ। मैले भने कति दुःख गरेर पढेको थिएँ, आमाले त मलाई कहिले पनि बुझिदिनु हुँदैन। अब त म पढ्न पनि पढ्दिनँ, म जान्छु। स्थान सेवन्ताको घर। समय बिहान सपनाको घर। समय बिहान 10 बजे। सपना इन्टरभ्यू दिन जानलाई तर्खर गरिरहेको हुन्छ। साँच्चै मेरो काकाको छोरीको रिजल्टको कुरा थियो, के भएछ सोध्नु पर्यो। हेलो श्रद्धाञ्जली। हेलो हजुर दिदी, के गर्दैछ? म त बसिरहेको छु। तपाईँ? म त इन्टरभ्यूको लागि जान आँटेको नि। तपाईँको इन्टरभ्यू छ, आज राम्रो गर्नुहोस् ल। अन्त बेस्ट र त्यो रिजल्ट कस्तो भयो? मेरो त राम्रै भयो, राम्रो भयो मेरो लागि त। ए कति आयो मार्क्स? मेरो 80% आयो। ए आयो, राम्रो भएछ, बधाई छ। हुन्छ दिदी, थ्याङ्क यू। तपाईँलाई हतार छ होला, म यता कल गर्छु है। ल बहिनी, हुन्छ। अब निस्किनु पर्यो। ए सपना, ए आन्टी, कहाँ आउनु भएको? ए अब बिहान त खानासाना खाइसक्यो होइन? अब गएको नि पर्टितिर यसो गफ गर्नुको लागि। तिमी चाहिँ कता? म इन्टरभ्यू दिन गएको नि। ए अनि उपरको दिदीले त मलाई तिमीले 2-3 पल्ट इन्टरभ्यू गर्नु गइसक्यो भनेर भन्नुहुँदै थियो। हजुर, धेरैपल्ट कोसिस गरेँ, भएन। फेरि आएको छ, फेरि जाँदैछु नि। ए अनि यसरी हेर त तिम्रो त उमेर त निक्लिसक्यो त। अनि यसरी इन्टरभ्यू मात्रै तिम्रो त कहिले? बरु नोकरीदार केटा खोजेर बिहा गर्नुपर्ने सोचेको छैन तिमीले? होइन नि आन्टी, यत्रो पढेको छु, अब म आफ्नो खुट्टामा आफै उभिएर अनि पछि सोच्नु पर्ला बिहेको कुरा। हेर बहिनी, म चाहिँ के भन्छु, उमेर ढल्किँदैछ अब। अरूले त तेरो साथीहरूले त बिहा पनि गरिसक्यो। हेर यो जब भन्ने कुरा पनि अहिलेको जमानामा त सबैको हुन्छ भन्ने पनि छैन। बरु यो आज पनि भएन भने चाहिँ बिहा गर्नु बरु त्यतैपट्टि बरु सोच्नु। फेरि उमेर जाएपछि चाहिँ यता बिहा पनि नहोला, यता जब पनि हुँदैन, घरको नै घाटको हो। मेरो कुरा एकपल्ट सुन्नु है।
भन्नु कि आन्टी चाहिँ आफ्नो छोरीको उमेर भएको छ त आफ्नो छोरीको बिहे गरिदिनु नि दुनियाँको गाउँभरिको बिहेको चिन्ता लिएर उनीहरूको चिन्ता बढेछ ए ती आन्टीको त कामै छैन दिदी दिनभरि गाउँ बुझ्यो कुरा काट्यो दिदीमा खुवाएर जानेको छ जस्तै मेरो रिजल्ट आउँदाखेरि चाहिँ नि मेरो घरमा आएर आमालाई उसको छोरीको यति आयो मेरो यति आयो भनेर भड्काएर मलाई पनि टक्क दिएको ती आन्टीको केही काम छैन खालि गाउँको कुरा काट्दै हिँड्छ तपाईँले आन्टीहरूको कुरा नसुन्नुहोस् है आफैमा विश्वास राख्नुहोस् तपाईँले यस्तो पढ्नु भएको तर काम त हुन्छ नि त्यही त बहिनी वाक्क भइसक्यो गाउँभरि अनुहार देखाएर हिँड्न पनि लाज लागिसक्यो मलाई त गाउँभरि कुरा काट्ने बिहे गर भने त्यस्तो मात्रै छ ल बहिनी अहिले राखेको हुन्छ नि लागिसक्यो गाउँतिर निस्क्यौँ भने पनि कुरा काट्ने बिहे गर भन्ने मात्रै छ वाक्क भइसक्यो यो संसार नै छोडेर गइदिउँ जस्तो भइसक्यो मलाई त मेरै मात्रै भाग्यमा चाहिँ किन नोकरी नलेखेको छ्या वाक्क भइसक्यो अब हामी प्रवेश गर्दैछौँ तेस्रो दृश्यमा जहाँ प्रेमको बिछोड अपेक्षा र एक्लोपनले एक युवतीको मानसिक अवस्था कति गम्भीर बन्न सक्छ भन्ने देखाइएको छ। स्थान सेवन्ताको घर। सेवन्ता आफ्नो प्रेमी नेपथ्य पात्रलाई कल गरिरहेकी छे। कति मेसेज गरिसके कति कल गरिसके न एउटा रेस्पोन्स आउँछ एक कल गर्नु पर्यो उठाएन त फेरि एकखेप त उठाइदियो हेलो के भयो? किन कल गरेको? तिमीले अहिले किन यस्तो गरेको म तिमीलाई कति धेरै माया गर्छ हामी गरेको कति वर्ष भइसक्यो अहिले आएर तिमी किन यस्तो गर्दैछौ मैले तिमीलाई भने त अब हामी नबोलौँ भनेर तिमी घरि किन कल गर्छौ? मेरो गाउँघरमा आमा बाबालाई सबैजनालाई थाहा छ म कसरी अनुहार देखाएर हिँड्नु किन तिमीले बुझ्दैन मलाई तिमीले यस्तै झिनो बानी गर्दा मैले तिमीलाई छोडेको। अब मलाई कल नगरे म जान्थेँ तिमी जेसुकै गर फोन राख्ने। किन मेरो कुरा बुझेर म के गर्नु अब कसरी बाँच्नु के गरे गाउँमा अनुहार देखाउनु होला मैले अब मलाई किन बुझ्दैन कति माया गर्छु मैले उसलाई के गर्नु म के चाहिँ गर्नु यहाँ बसेर बाँच्नै त मन पर्नु खोजेको बरु मर्दिनु पर्यो छोरी के गरेको तैँले के गरेको तँले के गरेको यस्तो छोरी उठ छोरी के भयो तँलाई उठ्न भनेको छोरी छोरी हेलो श्रद्धाञ्जलीको आमा हेलो आउनुहोस् न यहाँ हेर्नु नि सेवन्ताले के भयो मैले छिटो आउनुहोस् न बहिनीहरू पनि छ भनेर आउनुहोस् नि छिटो आउनुहोस् छोरी उठ्न उठ छोरी छोरी भएको हेर्न फलो गर्छु सेवन्तालाई के भयो अरे के अन्त त्यहाँनिर जाउँ न एकपल्ट फोन गरेर के भएछ के भयो छोरीलाई अस्तिदेखि अन्धकारमा मात्रै बसिरहेकी चाहिँ कोठाबाट बाहिरै निक्लिँदैन के भएको छ त धामीको बनाउँछु भनेर सोच्दैछु धामीकोमा साइकेट्रिस्टकोमा लानुपर्छ उसलाई त साइकेट्रिस्टकोमा लानुपर्छ छोरी मेरो लागि भए पनि कोही तपाईँ मेरो कुनै छ उठ्न छोरी जाउँ मनोचिकित्सकको तपाईँहरू यहीँनिर बस्दै गर्नुहुन्छ म डक्टरको बाटो आउनुहोस् न बस्नुहोस् न। डक्टर छोरी राख्नुहोस्। हिँड्नु नै नानीले के भयो डक्टर के भयो? कति दिनदेखि कोठामै मात्रै बसिरहेको थिएँ अझरमै मात्रै बस्थेँ बाहिर पनि निस्किँदिनँ कसैसँग बोल्दिनँ पनि के भएको डक्टर यसलाई हुन्छ म एकछिन पेसेन्टसँग बस्छु तपाईँ एकछिन भएर बस्नुहोस् अहिले बोलाउँछु ल म हुन्छ डक्टर हेरिदिनुहोस् न के भयो बहिनीको नाम त सेवन्ता परेछ होइन सेवन्ता हो सेवन्ता हो मैले नाम एकदम यति राम्रो मान्छे किन स्याड भयो के भयो पुरा सेयर गर्दा हुन्छ र मलाई के भयो भन न के भयो घरमा कसैले के कुरा राख्ने के भने तिमीलाई उसँग अनुभव मन दुखिरहेको छ अनि के भयो हौ तिमीलाई साथीले के भन्यो साथीसँग के अनुभव गरेको हो साँच्चै साथीसँग अनुभव भयो अनि तिम्रो के भयो साथीसँग भन न मलाई कुरा सेयर गर्दा हुन्छ तिम्रो साथी जस्तै त हो तिमीले कुरा सेयर गर्यो भने त मलाई पनि आफ्नो छ भने तिमीले ट्रिटमेन्ट गर्न सक्छु म भन्न तपाईँले के भयो मेरो बोयफ्रेन्ड थियो 3 वर्ष अगाडि बोल्दै थियो
अहिले इग्नोर गरेर बोलेको छैन, ब्रेकअप भयो भने त धेरै माया गर्छु, बुझ्न बस्नु सक्दैन, केही गर्न पनि मन लाग्दैन, घरिघरि त मर्न मन लाग्छ। अनि अरू दिन के हुन्छ? निन्द्रा लाग्दैन अनि अरू के हुन्छ? कोठामा एक्लै बस्नु यस्तो राम्रो हो, अन्धकारमा कोहीसँग बात पनि नमार्नु जस्तो लाग्छ। खाना बुझ्दैछ अनि बुझ्दैन। त्यसो भए त अनि तिम्रो अन्त तिमीसँग ठोको त होइन नि त। तिम्रो आमा बुवा हुनुहुन्छ, अनि आमा बुवाले के ठुलो गरेपछि तिमी एकजना प्रेमीको लागि आफ्नो जीवन त्याग्ने त त्यो विकल्प चाहिँ विकल्प होइन नि त नानी। यस्तो कुराहरू खास भन्नु भने हामीले आफ्नो निम्ति जिउनुपर्छ, त्यो आफू सक्षम हुनुपर्छ। जीवन भनेको एउटा जीवन मात्रै छ, अनि त्यसमा तिमीले एकजना प्रेमीको निम्ति तिमीले आफ्नो जीवन त्याग्नु पर्दैन नि। जो तिमीलाई त केही भएको छैन, तिमीलाई के भएको छैन, तिमी सन्चो हुन्छौ, तिमीलाई मेरो दबाई दिन्छु, त्यो दबाई खानु, अनि मेरोमा काउन्सिलिङले खानु ल। तिमीसँग को हुनुहुन्छ? आमा हुनुहुन्छ है। तिमी त आमाभित्र आउनुहोस् त। डक्टर के भएको रहेछ मेरो छोरीलाई? केही भएको छैन तपाईँको छोरीलाई। तपाईँसँग अरू पनि हुनुहुन्छ? हजुर हुनुहुन्छ डक्टर। उहाँलाई बोलाउनुहोस् न। केही भएको हुन्छ तपाईँहरूलाई एउटा कमन कुरा भनौँ भनेर नि। के कुरा हो भने आजको नौकरीहरूमा भने एउटा कमन समस्या छ। त्यो चाहिँ के हो भने नि सुसाइड केसेसहरू हो। अनि त्यो सुसाइड हुनुको पछि चाहिँ एन्जाइटी, डिप्रेसन नानीहरूमा, युवाहरूमा हुने विशेष गरी कारण छ हो। अनि त्यो कारण चाहिँ उनीहरू एक्लोपन हुनु हो, उनीहरूलाई ध्यान नदिनु हो। अनि त्यसमा पनि विशेष गरेर उनीहरूले आत्महत्या गर्नको मुख्य जुन चाहिँ एउटा विषय छ त्यो नै के हो भने हामी अभिभावकले नि उनीहरूलाई प्रतिस्पर्धामा राख्छौँ। हुन्छ नि, अब आफ्नो छोरीले अथवा छोराले कम्ती मार्क्स ल्यायो भने हामीले अर्काको छोराछोरीसँग दाँज्ने गर्छौँ। यति ल्यायो, अर्को यति ल्यायो भने दाँज्ने गर्छौँ। त्यसले गर्दा पनि उसलाई मेन्टल प्रेसर हुन्छ, स्ट्रेस हुन्छ बुझ्नु त। अनि युवाहरूमा पनि विशेष गरेर अनइम्प्लोइड छन् भने हामीले कुरा राख्ने गर्छौँ नि त, छोरी हो भने तँ बिहा गर है, छोरा हो भने तँ काममा लाग्यो भने किन बस्नु भन्नुपर्छ। यसो गर्दा उनीहरूमा स्ट्रेस हुन्छ, मेन्टल स्ट्रेस हुन्छ बुझ्नु त। अनि यसरी नै हामीले चाहिँ हाम्रो नानीहरूलाई बुझिदिनुपर्छ, हाम्रो नानीहरूको कुरा सुनिदिनुपर्छ, उनीहरूलाई एप्रिसिएट गर्नुपर्छ। तब केही हदसम्म हामीले उनीहरूमा हुने मेन्टल जुन चाहिँ एउटा स्ट्रेस छ, एन्जाइटी छ, डिप्रेसन छ, त्यसबाट केही हदसम्म त हामीले त्यसलाई निको गर्न सक्छौँ। बुझ्नुभयो? अनि तपाईँको छोरीले केही भएको छैन, मैले उहाँलाई दबाई दिएको छु, खालि के गर्नुपर्छ उहाँलाई मलाई रेगुलर कन्सल्टेसनको लागि ल्याउनुहोस् है। जाती हुन्छ है डक्टर मेरो छोरी? हजुर हजुर निको हुन्छ, छिट्टै निको हुन्छ। मलाई कस्तो यस्तै भएको रहेछ नि है, उनीसँग बोल्न पनि मन पर्दैन थियो, एक्लै बस्न मन पर्थ्यो, निद्रा पनि लाग्थ्यो, खाना पनि छोडिन्थ्यो। इन्टरभ्यू क्लियरमा भएको बेला मेरो पनि यस्तै रहेछ नि बिमार त। आज डक्टरले भन्दा पो छलङ्ग भयो त। त्यही त दिदी, मलाई पनि अस्ति मार्क्स कम्ती आउँदाखेरि आमाले गाली गरेर अरूहरूसँग तुलना गरेर म पनि कस्तो बेसी डिप्रेस भएको थिएँ। मलाई पनि त त्यतिखेर एङ्जाइटी भएको रहेछ। आमाले त मलाई त्यतिखेर पनि बुझिदिनु भएको थिएन। त्यही त आज बुझेर त छोरीसँग होइन नानी हो, मैले तिमीहरूलाई के भने बाटोमा तिमीहरूको स्थिति मैले बुझिदिन रहेछु। तिमीलाई पनि आमाले कराउनु भयो, मैले गर्दा तिमीलाई मैले बिहा गर भनेको छु भने मैले पनि तिमीहरूको स्थिति बुझिदिनु पर्छ। मलाई माफ होइन होइन आन्टी त्यसो नभन्नुहोस् आन्टी, छिमेकी भनेको एक अर्कालाई दुःख पर्दा त हो नि आन्टी। तिमीहरूलाई धेरै धेरै धन्यवाद छ छोरी, मलाई बुझिदिनु ल। हुन्छ आन्टी।